guys, good morning. Welcome back to the channel. तपाईले देख्नुहुन्छ कुकुरहरु देखेको अहिले धेरै गरेको स्कुल हो हेर्नुस् है कुकुरहरु यो सिम्बा हो यो एनी यो चाहिँ बिल्ला हो जी कुकुरलाई हुन्छ प्लिज कमेन्ट गर्नुस् दामी छ हाम्रो चाहिँ बिहान स्टार्टिङ यहाँदेखि चाहिँ ड्युटी स्टार्ट हुन्छ हाम्रो कोही किचनमा छ कोही माथि गर्ने म चाहिँ यता गर्ने मेरो चाहिँ ड्युटी यहाँ छ यहाँ कुकुरले पिसाब गरेको है र मैला पारेको फोहोर मैला पारेर सफा गर्छौं हैन अब हाम्रो चाहिँ यहाँदेखि चाहिँ स्टार्ट हुन्छ कामहरु फुलहरु रोपेको हेरिहाल्नुस् न यहाँदेखि स्टार्ट हुन्छ कामहरु अनि तपाईको म चाहिँ रुमहरु सबै बनाउँछु हैन बहिनीले खाना बनाउँदैछ तल आज्यम हुनुहुन्छ आपा पनि यहाँदेखि हामी स्टार्ट गर्छौं र हामी चाहिँ के कामहरु गर्छौं तपाईले देखाउने गर्दैछौं अहिले म चाहिँ फेस रिभिल गर्दिन तपाईहरुलाई हैन फिलहाल हाम्रो भिडियो हेरिदिनुस् फुलहरु रोपिरहेको छ उमाथि पनि फुलहरु रोपिरहेको छ उमाथि पनि हैन यहाँ गरे पछि फुलहरु छ हेर्नुस् न कम त बदमास केटी हो यो चाहिँ एकदम यहाँ पनि फुल फुलिरहेको छ अघि माथि तपाईले देखाइहाले हैन अब फुल फुलिरहेको छ भने यहाँ पनि फुल फुलिरहेको छ हैन अब हामी चाहिँ नजारा यति दामी देख्छ कि यहाँदेखि हेर्नुस् न बरान्डादेखि देख्छ हैन यो चाहिँ फुल चाहिँ यति दामी मिठो गनाउँछ हैन मकमक गनाउँछ तपाईले पनि रोप्नुस् ल यति दामी स्मेल आउँछ योबाट फुलबाट हाम्रो आना चाहिँ बहुत फुलको शौकिन हुनुहुन्छ हैन उहाँले फुल यति दामी रोप्नुहुन्छ हातबाट यति दामी फुल्छ फुलहरु यो चाहिँ बिचारा सफा गर्नु हुँदैछ यहाँ किचनहरु मिलाउँदैछ हामी म चाहिँ एकछिन पनि बस्दैन यति काम गरेको हैन एकदमै हैन सबै किचन हैन अहिले हामी सफा गर्छौं त्यो चाहिँ के गर्छ हैन हामी के गर्छ हैन तपाईले भइहाल्छ त्यो चाहिँ तपाईहरु भरि चिके पारेर देखाउने छु हाम्रो काम चाहिँ स्टार्ट हुन्छ हैन बजिला लाग्छ समझ्न पर्छ सफा गर्न अहिले कुराको हेर्नुस् अब हामी काम स्टार्ट गरिसकेछौं हामी काम गर्छौं है तपाईलाई भरि भेट्छु हामी चाहिँ जरा सफा गर्ने सफा गर्छौं सामान मिलाउँछौं हामी यहाँको हैन यहाँको लागि मिलाउँछौं यहाँ त अलरेडी हेभी देख्छौं हैन अब यहाँ चाहिँ के हुन्छ के दिन्छ भन्दाखेरि तपाईले चाहिँ खानेकुरा रासन कम्पाउन्ड भयो चुरा भयो हैन त्यो सामानहरु रासन आगे पछि काम चाहिँ हामीले सफा गरेर चाहिँ भइहाल्छ बिग्रिहाल्छ नि त्यसले यहाँ लगाउनु चिकै सब्जी यो चाहिँ बहुत साग आलु यो चाहिँ आलुको रेसिपी हो यो चाहिँ आलुको रेसिपी हो यो तिनटा मिक्स गरेर चाहिँ बनिन्छ पकाउने अनि खाना दामी बनाउँछ पर्क ड्राई फ्राई चिकन पकोडाहरु अन्त यो कोइला फ्राईहरु हुन्छ नि दामी बनाउँछ हामीले चाहिँ एकदमै अनि बस्दैन तर भिड बस्दै काम पनि सटाको भनेको हामीले चाहिँ बस्नु सक्दिन भन्नु थियो अनि म चाहिँ अलिक नभन्छ अलिक काम गरेर बस्नु पर्छ तर उहाँ चाहिँ म चाहिँ काम पनि बस्नु पर्छ नि त्यो बस्नु चाहिँ उहाँ चाहिँ अब देशले भन्नु पर्दैन अब छैन मैले जस्तो भन्नु पर्दैन म चाहिँ म आफू जस्तो चाहिँ भन्छु हैन अब छैन पनि म यस्तो सोचेर भन्छु सक्दिन जे चाहिँ भनिहालेको तर आज यहाँ सफा गरेछ हामी अगाडि के हुन्छ भरे देखाउँछु हामी किचनहरु मिलाइ सक्यो सबै अब अहिले एकैचोटी छोडिदिनु यता याद नगर्नुस् इलाज खाना खाएर चाहिँ ठिकै हुन्छ इलाज हामीले यहाँ सामानहरु मिलाएको हैन यस्तो मिलाएको र यहाँ मुनीहरु मिलाएको पुछेको यहाँ सामानहरु पुरा छ हैन अब अहिले भरि राख्छौं यहाँ चाहिँ हिजो पनि बारी आज पानी पर्छ बारी जान्दैन भनेर चाहिँ आज तपाईले दरसमा हामी दरस बेसी यता स्टेसनमा तपाईहरु स्टेसनमा त भयो हामी चाहिँ कामहरु सुट गर्छ पक्कै पाकिहाल्यो अब दुईजनै मिलेर सफा गर्छ छिटो हुन्छ नि त काम पनि छिटो सकिहाल्छ त्यही कारण चाहिँ खाजाको लागि चाहिँ यहाँ यो चाउमिन बनिँदैछ सब्जीको हैन के छ यसमा चाहिँ क्यारट छ बिटरुट छ अन्त मटर छ हैन हरियो मटर चाउमिन बनाउँदैछ यो चाहिँ आज्ञाको लागि अन्त आज हामी सबको लागि तर मेन त अब आज्ञाको लागि हो यो चाहिँ हामी चाहिँ चियाचुरा पनि चलिहाल्छ कि तर आज्ञाले चाहिँ अलिकति अब स्पेसल अब आज्ञा हो भनेर बनाएको छ हामीले चाहिँ खाजा म त बोलेको चाहिँ लाग्छ भिडियो पोस्ट गरिरहेको यो चाहिँ माइदाको रेसिपी हामीले आफै काटेर बनाएको यो चाहिँ पेमाको आइडिया मैले पनि युट्युबमा देखेको यसरी गरेर चाहिँ बनाउँछ भनेर पेमा र मेरो आइडियाले यो बनाएको र अझै प्याकेट पनि छ त्यो पनि उसिनेर चाहिँ बनाउनु छ कलर चाहिँ एकदम दामी हिजो पनि यसरी नै बनाएर फ्राइड राइस बनाएको थिएँ यति मिठो भएको थियो फ्रेस एकदमै हेल्दी हैन खाजा चाहिँ हेर्नुस् चाहिँ अब किचन चाहिँ मैला सब नसोच्ने अघि हामी चिटिक्कै बनाएको तर अलिकति मैला भइरहेको छ अब अलिकति अब एकैछिन यो चुट्की बजाउँ सिनिक्कै भइहाल्छ हाम्रो चाहिँ अघि चाहिँ दरासहरू मिलाएर हेर्नुहोस् न कस्तो दामी सफा चिटिक्कै भइरहेको छ हेर्नुहोस् त हामी चाहिँ यसरी राख्छ घरमा घर चिटिक्कै सफा भयङ्करबाट पनि भन्दिनँ अरे हाम्रो चाहिँ अलिकति यहाँ छ अब अहिले सफाहरू गर्दैछ हैन सफा गर्दैछ फेरि छिटिक्कै के गर्नु अब किचनमा काम गरेको अब भइहाल्छ नि त हैन यहाँतिर सबै सफा गरिरहेको छ म चाहिँ भर्खर नुहाएर निस्केको
हैन मेरो टवल यहीँ झुन्डाइरहेको छ अब एकछिनमा माथि सुकाउँछु किनभने यहाँ माथि खोल्यो भने कुकुरा गटङ कुदेर आउँछ हाम्रो कुकुर त्यति बेसी छ त्यसले गर्दा हेर्नुहोस् चाहिँ अब इफ यु डोन्ट माइन्ड नै अब यो चाहिँ फिलहाल यस्तो गरिरहेको छु किन माथि झुन्डा पनि कुकुरले तानिदिन्छ भुइँबटै छरिदिन्छ पिसाबहरू लगाइदिन्छ नि त त्यही कारणले गर्दाखेरि अब हेर्नुहोस् न भ्यू यहाँ पर पावर हाउस हो होइन हेर्नुहोस् चाहिँ यो चाहिँ लोवर रङगङ हो माथि अप्पर रङगङ चाहिँ लोवर रङगङ हो हाम्रो खिड्कीदेखि नजारा यस्तो देखिन्छ स्कुलमा गाडी गएको स्टुडेन्टहरू आएको होइन स्कुल पनि देख्छ हाम्रो खिड्कीबाट फेरि चाहिँ यहाँ पर पनि किचनमा पनि देखाउनु विशेष तपाईँले अघि देख्नुभयो होला हाम्रो चाहिँ किचनको खिड्कीबाट चाहिँ भ्यू है मान्छेहरूको आएको गयो सबै देख्छ नि त यतै खाना पकाउँछ लोक हेरिदिन्छ हाम्रो चाउमिन हो यो चाहिँ अर्ग्यानिक चाउमिन अब यो चाहिँ एकदम फ्रेस एकदम हेल्दी होइन ए तपाईँले एउटा कुरा भन्नै बिर्सेँ कि यता हाम्रो बहिनी हुनुहुन्छ नि उसले चाहिँ अब सिम्पल त्यो खाना पकाउनु उसलाई अलिक अल्छी लाग्छ अरे उहाँले चाहिँ चिकन चिल्ली भयो होइन चिकन विङ्स पोर्क ड्राई फ्राई होइन अब चाहिँ जस्तै बिफको होइन यस्तो बनाउने चाहिँ उहाँले चाहिँ एकदम इन्ट्रेस्ट मान्नुहुन्छ त्यो सादा खाना सधैँको यस्तो खाना पकाउनु चाहिँ अलिक अल्छी लाग्छ अरे कि उहाँले चाहिँ स्पेसल खाना मिठो बनाउनु मनपर्छ अरे उहाँ चाहिँ एकदम हाम्रो किचनको सेफै नम्बर 1 हो उहाँ चाहिँ दामी कस्तो दामी देखिरहेछ हाम्रो कलर हेर्नुहोस् न आज हाम्रो खाजै अब के भन्छ सेक्रेटरी सरलाई बोलाउनु पर्छ हाम्रो चाहिँ यहाँ चाहिँ नामहरू थुप्रो छ है त हामीले होइन उहाँ चाहिँ हाम्रो यहाँ घरको आनाको एसिस्टेन्ट भयो एसिस्टेन्ट अरे के भन्छ होइन एसिस्टेन्ट होइन एसिस्टेन्ट नै हो सरी म त बेसी आना अन्त आएको चाहिँ म एसिस्टेन्ट होइन अन्त कहाँ जान्दा पनि सँगसँगै हिँडेर चाहिँ बेसी अन्त आजले जिस्काउँछ हामी चाहिँ फाइल बोक्नै भन्नुहुन्छ होइन एसिस्टेन्ट हो कोही आम्मा नाम त के छ भन्ने हुँदैन भोलि पछि अब भन्छ तपाईँले यहाँ चाहिँ हाम्रो चाहिँ सानो कोटेसन छ द माइन्ड इज एभ्रिथिङ वाट यु थिङ्क यु बिकम भनिरहेको छ होइन हाम्रो चाहिँ बल्ल बल्ल काम सक्यो र म चाहिँ तल रोड आइरहेको छु होइन हेर्नुहोस् है यहाँ कुकुर माथि 5वटा 6 7 त्योसँग 8वटा तल स्कुल अर्को बिल्ला भन्छ त्योसँग 9वटा काम सबै चिटिक्कै सकिरहेको छ अब तपाईँहरू रुम देखाउँछु हामी चाहिँ दोकान गएको अन्डा किन्नु यो माथि गएर चाहिँ पानी जोड्नुपर्छ होइन हामी चाहिँ घरकै काम कुकुरको ड्युटी घरमा के कामहरू हुन्छ होइन त्योहरू गऱ्यो अब अन्डा किन्न जाँदैछौँ दोकान मासु नभएर अन्डा जिन्दाबाद हुँदैछ अहिले त अहिले मासु छैन अन्त के गर्नु अन्डा कुकुरले चाहिँ अन्डा बिना भातै खाँदैन खासमा चाहिँ मासु बिना खानै खाँदैन होइन अब मासु छैन त्यही कारण चाहिँ हामी चाहिँ कुकुरलाई अन्डा दिन्छौँ पहिले पेमा र म चाहिँ भैलिनी खेल्न जान्थेँ कि यो बाटो हिँडेर गएको म यहाँ पर गैरी गाउँमा गएर याद छ तपाईँले त्यो गीत फुलको हामी चाहिँ भैलिनी खेल्नु गएको थियौँ र भैलिनी खेल्न जाँदाखेरि चाहिँ के भयो भन्दा चाहिँ अब कति चाहिँ हामीले चाहिँ भट्याउँदाखेरि चाहिँ याद थिएन अनि बिचमा चाहिँ फुलको आँखामा फुलै संसार भनेर चाहिँ हामीले चाहिँ गीत गाइदिएको नि त अझ एलिना चौलाको एउटा गीत थियो नि याद छ एलिना चौनको गीत थियो गीत पो गाउँदै एउटा हो गीत त्यही फेरि आएको माया र मनको जस्तो सम्बन्ध तिम्रो र मेरो भन्ने गीत गाएको तर मैले चाहिँ के भने स्केल पनि मैले के तान्नै सकेन किन स्केल तान्दिनु अनि तपाईँको त विदाउट इन्स्ट्रुमेन्ट खतरा आउने यहाँ चाहिँ हामी चाहिँ मन्दिर आइपुग्यो